नमस्कार, म विश्वनाथ बराल, थाई ठेगाना ग्वालटार, हालको बसोबास कनपा 4 मल्ल गाउँ सिन्धुली। नमस्ते सिद्ध सेनानी आर्य मन्दरवासिनी कुमारी काली कपाली कपिले कृष्ण पिङ्गले भद्रकाली नमस्तुभ्यम महाकाली नमस्तुते चण्डी चण्डे नमस्तुभ्यम तारिणी बरबडिनी। त्रिदेवीको स्थान हो सिन्धुली सदरमुकाम महाकाली कमलामाई र भद्रकालीको। महाकाली मन्दिर जिल्ला सदरमुकाम सिन्धुलीको मधुटारमा अवस्थित छ। नदीहरूको प्राचीन बहाव नै परिवर्तन भएकोले अहिलेका पिँढीलाई विश्वास नलाग्न सक्छ, तर यो स्थान गौमती र नागमती दुई नदीको संगमस्थल हो। गोमतीको प्राचीन नाम गौतमी नदी हो र नागमतीलाई अहिले लब्धाहा खोला भनिन्छ। बुढापाकाहरूको भनाइमा लेदो पानी बगेपछि लब्धाहा खोला भनिएको हो। जनश्रुतिमा मन्दिर रहेको यो स्थान भनेको महाकालीको भान्साघर हो। नदीको पूर्व दिशामा अहिले भव्य देखिने सिन्धुली बजार र पश्चिम देखिने रमणीय मधुटार दुवै 65-70 वर्ष अगाडिका अटव्य जंगलहरू हुन्, जहाँ बाघ लगायतका हिंसक जनावरहरूको आतंक विद्यमान थियो। माईस्थानमा झै महाकाली मन्दिरमा पनि माघे संक्रान्तिको पर्वमा विशेष मेला लाग्ने गर्दछ। महाकालीको दर्शन नगरी कमलामाईको दर्शन गर्दा पुण्य प्राप्त हुँदैन भन्ने विश्वास हिजोसम्म थियो। अर्थात् महाकाली र कमलामाईलाई दिदी बहिनी मानिन्छ। 10 महाविद्या अन्तर्गतका दुई देवी हुन् महाकाली र कमलामाई। पौराणिक मत अनुसार 10 महाविद्याको उत्पत्ति दक्ष यज्ञ विनाशकै बेला भएको थियो। पहिले राणाकालमा सिन्धुलीगढीबाट सेनाको टुकडी आएर पहिला कालीमाईलाई त्यसपछि कमलामाईलाई सलामी दिने परम्परा रहेछ। तर सिन्धुलीगढीका तत्कालीन बडा हाकिम मिन्टुजङ राणाले कमलामाईलाई मात्र सलामी दिँदा हुन्छ भनेपछि बडा हाकिम समेतका सेनाहरू थरथर कामी अगाडि बढ्न नसकेको जनश्रुति छ। तत्कालीन पुजारीले श्री कमलामाईको स्तुति पुकारापात गरेपछि स्थिति सामान्य भएको रहेछ। शक्तिको प्रतीक हुन् महाकाली। पूर्वतर्फ धार्मिक र सांस्कृतिक महत्त्वले भरिपूर्ण गौतमी नदी र सिन्धुली माडी बजार अवस्थित छ भने पश्चिमतर्फ मनोरम बस्ती मधुटाको पृष्ठभागमा हरियाली डाँडाकाँडाको आकर्षक दृश्य पनि अवलोकन गर्न सकिन्छ। कमलामाईमा झै महाकालीमा माघे संक्रान्तिको पर्वमा यहाँ विशेष मेला लाग्ने गर्दछ। आज भने फुलपाती बढाइको दिन 2082 को नेपाली सेनासहित सुरक्षाकर्मीहरू, स्थानीय व्यवसायहरू र भक्तजनहरूको यहाँ उल्लासमय उपस्थिति देख्न सकिन्छ। हरेक दिन जसो असंख्य नरनारीहरू आफ्नो मनोकामना पूरा गर्नको लागि पूजा आराधना गर्न आउँछन्। विक्रम सम्वत 2072-73 सम्म महाकाली मन्दिर र कालीमाईको मन्दिर र संरक्षण र व्यवस्थापनको लागि एउटै कार्य समिति हुन्थ्यो। अहिले भिन्न भिन्न छ। यस्तै यी दुई मन्दिरको संयुक्त स्वामित्वमा सिन्धुली सदरमुकाममा 7 बिघा जग्गा भए पनि अहिले दुर्भाग्यवश त्यो सम्पत्ति दुवै मन्दिरको नाममा छैन र व्यक्तिको नाममा रहिकर भइसकेको दुवै मन्दिरका व्यवस्थापन समितिका पदाधिकारीहरू बताउँछन्। मन्दिरको सुव्यवस्थाको निमित्त स्थानीय प्रशासन, व्यापारीहरू, श्रद्धालु महानुभावहरू, सेना र प्रहरीको विशेष सहयोगमा 2030 साल, 2033 साल, 2037 र 2063 मा अविस्मरणीय कार्यहरू भएका छन्। मन्दिर परिसरमा श्री गणेश, श्री शिव, श्री विष्णुका मन्दिर पनि छन्। विवाह मण्डप सहित पक्की पेटी, चौतारा, खानेपानी, भान्साघर र मन्दिर परिसरमा अहिले घेराबेराको पनि व्यवस्था गरिएको छ। मन्दिरको नाममा अहिले करिब 9 कट्ठा जग्गा पनि छ। महाकालीको स्थान योभन्दा पहिले गुलन्जरको थुम्कोमा विक्रम सम्वत 1957 मा स्थापना गरिएको थियो। त्यहाँ महाकालीको मूलस्थानको वरपर रक्तकाली, भद्रकाली, महारुद्र, महारुद्राणीको समेत थान थापी कोजागत पूर्णिमामा विशेष मेला लाग्ने गरेको थियो। जान आउन कष्टसाध्य भए पनि अगाध आस्थाको कारणले गर्दा मान्छेहरू चुचुरोसँग पुग्दथे। त्यो बेलामा वर्षा नभएमा गाउँलेहरू पूजा गर्दथे र पूजा गर्दा गर्दै महाकालीको कृपाले मुसलधारे पानी पर्दथ्यो अरे। तर जान आउन धेरै समस्या परेपछि भव्य उत्सव गरेर डोलीमा हाल्दै तिनमुरे नजिकै लामी डाँडामा महाकालीलाई स्थापित गरिएको थियो। पाइन ट्याङ्की निवासी श्री दुर्गा प्रसाद बखरेलले जानकारी दिनुभए अनुसार सरकारी आदेशले तिनमुरेमा अवस्थित महाकाली देवीलाई कालान्तरमा कमलामाई नगरपालिका 5 मधुटारमा सारिएको थियो। महाकाली मन्दिरका प्रथम पुजारी रुद्रमणि बखरेलका नाति समेत हुनुहुन्छ। उहाँबाट प्रस्तुत थुप्रै कवितांशमध्ये एक गोलन्जोर नाम रह्यो मुलुकमा अग्लो सुमेरु सरी, त्यही टापु पुरीमा बसिन भगवती ऐश्वर्य वृद्धि गरी, वर्षै पछि कोजागत पूर्णिमामा ठुलो मेला चल्दथ्यो, गोलन्जोरको शिखरमा ज्वाला ठुलो बल्दथ्यो। महाकाली मन्दिरको स्थापनाको सन्दर्भमा मैले सिन्धुली सदरमुकामका असंख्य बुढापाकाहरूसँग सम्बन्ध र सम्पर्क गरेको। यस क्रममा परस्पर विरोधाभासपूर्ण कुरा केही पाइए पनि गुलन्जर शिखरमा रहँदाका पुजारीका सन्तान दुर्गा प्रसाद र कमलमाई महाकालीका लालमोहरिया पुजारीका सन्तान श्री केशव प्रसाद अधिकारी, कमलामाई 5 गैयाटार,
निवासीको अभिमतलाई यहाँ प्रस्तुत गरेको छु। केहीले महाकाली मन्दिर धेरै पश्चिम सम्भवतः महाकाली नदीको आसपासबाट अहिलेको स्थानमा ल्याइएको बताए पनि यथार्थ भने त्यतातिरबाट यहाँभन्दा अगाडि मन्दिर रहेको स्थान गुलुन्जोर थुम्कोको चर्चा रहेको स्थानमा सारिएको देखिन्छ र त्यहाँबाट पनि हालको जिल्ला सदरमुकाममा देवीलाई स्थापित गरिएको छ। महाकाली अरू देवीभन्दा फरक यस कारण छन् कि उनी मृत्यु र संहारकी अधिष्ठात्री देवी हुन्। महाकाली त्रासले धेरै अज्ञान नाश गर्ने र सत्यको प्रकाश देखाउने हुनुहुन्छ। मनले भन्दछ सिन्धुलीमा धार्मिक पर्यटनको भरपूर विकास गरौँ। प्लिज लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब माई च्यानल। आभार व्यक्त गर्न चाहन्छु रेडियो सिद्धबाबाकी बहिनी शर्मिला खड्का, महाकाली मन्दिर व्यवस्थापन समिति अध्यक्ष अच्युतम ढकाल, त्यस्तै पुजारी कृष्ण पौडेल र कमलामाई मन्दिर व्यवस्थापन समिति अध्यक्ष नवराज श्रेष्ठ लगायत समस्त सहयोगी मनोहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। हवस् त, धन्यवाद।